आएको शेषलाई दिएको दिनमा झ्याम्मै जोडिदिने फ्याक्टै एन्सर आउँछ। ठिक छ कुरा। सो यसमा हामी कस्तो टाइपको प्रश्न गर्नेवाला छौँ, कुनै महिनाको 15 गते मङ्गलबार पर्छ भने 100 दिनपछि कुन बार पर्छ। सुन्नुहोस् त यहाँ अब हामीलाई सोध्छ 100 दिनपछि कुन बार पर्छ, 100 दिनपछि कुन बार पर्छ, 100 दिन अघि कुन बार पर्छ, 100औं दिन कुन बार पर्छ। हामी इच एन्ड एभ्रीको एक एकको गर्नेछौँ क्या। यदि आज मङ्गलबार हो भने 61 दिनपछि कुन बार पर्छ, होइन। विदिन सेकेन्डमा म तपाईँलाई एकदम सबैमा फिट हुने नेचुरल पतञ्जली मेथड म सिकाउँदैछु, आरामले सिक्नु होला। टर्म्सहरू दिमागमा राख्नु होला है प्रिय, टर्म्सहरू दिमागमा राख्नु होला। त्यसपछि हामी मोडेल नम्बर 4 मा त सबैभन्दा के त फनीवाला हामी पढ्नेवाला छौँ। कस्तो थाहा छ, हिजो कस्ति भोलिको पर्सि मङ्गलबार थियो भने भोलिको पर्सिको हिजो कस्ति कुन बार पर्छ, यस्तो टाइपको प्रश्न हामी गर्नेवाला छौँ। सो वेट फर अ वाइल है त, आरामले बस्नुहोस्, कुल भएर पढौँ है त। ल बडा फनी छ नि यो त। ल अब लेख्नुहोस्, हामी यसमा यो मोडेल नम्बर 3 मा जमाजमी 4वटा टाइप पढ्नुपर्छ। हजुरहरूलाई क्लियर हुने गरी अब एकैचोटि सबै प्रश्न हालिदियो भने हजुरहरू कन्फ्युजनमा परिहाल्नुहुन्छ। कतिपय साथीहरू एकदम फ्रेसर हुनुहुन्छ, चिन्ता नलिनु। त्यही भएर म टाइप 1, टाइप 2, टाइप 3 गरेर पढाइदिन्छु। हस्, ओके। अरे रेडी हुनुहुन्छ, लेख्नुहोस् एकचोटि। ठिक छ। ल सो हजुरहरू लेखिसो त, पहिला हजुरहरू लेखिसो त टाइप 1 भनेर लेखिसो है त। टाइप 1 यो मोडेल नम्बर 3 को टाइप 1 हो। यसमा 4 टाइपको पढ्नुपर्छ। याद रहोस्, पछि आयो भने जहिले पनि जोड्ने, अघि आयो भने जहिले पनि के गर्ने, माइनस गर्ने। अघि भनेको त्यही बितेका काला दिनहरू, पछि भनेको आउने ती राम्रा दिनहरू, होइन। ल अब त्यसपछि प्रश्न नम्बर 1 लेख्नुहोस्, कुनै महिनाको 5 गते आइतबार पर्छ भने कुन बार पर्छ रे प्रिय, आइतबार पर्छ भने 60 दिनपछि के बार पर्छ, कुन बार पर्छ, जे लेख्दा नि हुन्छ। कुन बार पर्छ, के बार पर्छ। ल हजुरहरू सारिसो त, पहिला यो सारिसो त, हजुरहरू सारिसो त यो। ल ओ माई गड, कसरी यति छिटो कसरी सार्नुहुन्छ तपाईँहरू, सुनेर लेख्नुहुन्छ क्या हो। भेरी भेरी क्लिभर, भेरी गुड हो, यस्तो त हुनुपर्छ। ल अब ध्यान दिनुहोस्, यहाँ ध्यान दिएर सुन्नुहोस्। यो जति म सिकाउँदैछु तपाईँलाई, म ट्रिक सिकाउँदैछु, किनभने हामीलाई प्रश्न सोल्युसन गर्नको लागि 45 सेकेन्ड मात्रै हुन्छ। यसको तरिकाले यदि तपाईँ जान थाल्नुभयो भने कुनै महिनाको, अब कुनै महिना भनेपछि 30 दिन लिनु पर्यो। अब 60 दिन भनेको छ भने 2 दिन 2वटा हामीलाई पात्र बनाउनु पर्यो, 60 दिनसम्म लेख्नु पर्यो। भोलिको दिनमा 100औं दिन भन्छ होला 100 भन्छ होला, त 100सम्म गरेर बस्ने के हामी गर्न सक्छौँ त, सक्दैनौँ नि त। त्यही भएर सर्टमा गर्नको लागि म तपाईँलाई सिकाउँदैछु है त। त के गर्ने, ट्रिक ध्यान दिएर सुन्नुहोस्। हामीलाई जति दिन भनेको छ नि यहाँ निकाल्नको लागि, यहाँ जति दिन दिएको छ नि, पहिला के गर्ने, त्यो महिनाको त 5 गते त 5 दिन त बितिसकेको छ। त त्यही भएर के गर्ने, 60बाट अर्थात् यताको जति दिन दिएको हुन्छ त्योबाट यता भएको दिन के गर्ने, घटाइदिने। त 60बाट 5 घटाउँदा कति आयो, 55। एकचोटि लेख्नुहोस् त, यो स्टेप बुझ्नु भएको छ हजुरहरू, लेखिहाल्नुहोस् त, एकचोटि लेख्नुहोस् त। हजुरहरू यो स्टेप बुझ्नु भएको छ, भेरी गुड भेरी गुड। यहाँ के गरेको छ, केही गरेको छैन। 60बाट 5 घटाएको, किन घटाएको, किनभने त्यो महिनाको 5 दिन त बितिसकेको छ, होइन। ल अब त्यसपछि अब के गर्ने, अब हप्ता कति दिनको हुन्छ, एकचोटि च्याट बक्समा लेखिहाल्नुहोस् त। हप्ता कति दिनको हुन्छ तपाईँहरूको गाउँतिर, हप्ता कति दिनको हुन्छ, 5 दिनको हुन्छ कि 7 दिनको हुन्छ, भेरी गुड, 7 दिनको हुन्छ। 7 ले भाग गरौँ, कति आयो, 7 सते 49, 7 अठे 56 हुन्छ। त 7 सते 49 भन्नुहोस् त, 55बाट 49 घटाउँदा कति आयो, कति आयो, 6 दिन आयो। कति दिन आयो, 6 आयो शेष। दिएको दिन कुन छ, दिएको दिन यहाँ कति छ, आइतबार। त यो जुन आइतबार छ नि, यो जुन हाम्रो शेष आयो नि, यो शेषमा दिएको दिन जोडिदिने है। यो कतिवटा कतिवटा दिन छ, 6वटा, राम 2 3 4 5 6। अब आइतबार, सोम, मङ्गल, बुध, बिही, शुक्रम, शनि। सो एन्सर कति आयो हाम्रो, शनिबार आयो। हजुरहरू च्याट बक्समा मुसुक हाँसेर लेखिसो त, बुझ्नुभयो, क्लियर छ। लेख्नुहोस् लेख्नुहोस्, सबैजना लेख्नु च्याट बक्समा। सिधै घटाइदिने, धेरै दिमागै नलगाउने, सिधै घटाइदिने। घटाएर जति आउँछ 7 ले भाग गर्ने, आएको शेषलाई दिएको दिनमा झ्याम्मै जोडिदिने, फ्याक्टै एन्सर आउँछ। ठिक छ कुरा, लेखौँ 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 लेखौँ, ठिक छ। ल ओके, अझै गरौँ। यहाँ सब क्लियर छ, स्क्रिनसट लिनुहोस्। अझै एउटा गरौँ, विश्वास भएको छैन तपाईँहरूमाथि। ल आइतबारै होस्, ल आइतबारै होस्, केही फरक पर्दैन त्यसले। ल कुनै महिनाको 10 गते आइतबार पर्छ भने 105 दिनपछि, के अरे 115 दिनपछि कुन बार पर्छ, 115 दिनपछि। ल सार्नु त प्रश्न, 115 दिनपछि कुन बार पर्छ। यहाँ हेर्ने, यो पछि हेर्ने हो क्या, यो पछि हेर्ने। घटाउन त सबैमा घटाउनै पर्छ, यो
है। लास्टमा यो जोड्ने कि घटाउने भन्ने कुरा यहाँ थाहा हुन्छ है, यसले थाहा